कानुन पढ्ने विद्यार्थीबाट नै जातीय भेदभाव र कुटपिट हुनु एकदमै लाजमर्दो र न्यायिक मूल्यहरूको खुला अपमान हो। जो विद्यार्थीले कानुन पढ्नु पर्ने हो उसले नै जातीय आधारमा हिंसा गर्नु न्यायशास्त्रको अपमानको प्रतीक हो। यसरी जात जातिको आधारमा भेदभावपूर्ण व्यवहार गर्नु र कुटपिट गर्नु वा गर्न लगाउनु दुवै व्यक्तिलाई कानुनी कारबाही हुनेछ। नेपालको संविधानको धारा 24 बमोजिम कुनै पनि व्यक्तिलाई निजको जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक आधारमा निजी वा सार्वजनिक स्थानमा भेदभावपूर्ण व्यवहार गर्नु हुँदैन। मुल्की अपराध संहिता 2074 को दफा 160 बमोजिम भेदभावपूर्ण व्यवहार गर्ने वा गराउने दुवै व्यक्तिलाई 3 वर्ष कैद वा 30,000 जरिवाना वा दुवै हुनेछ। त्यसै गरी दफा 166 बमोजिम जात जातिको आधारमा भेदभावपूर्ण व्यवहार गर्नु हुँदैन, अर्थात् कसैले कसैलाई रीति रिवाज, धर्म, संस्कृति, परम्परा, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक आधारमा भेदभावपूर्ण व्यवहार गर्नु वा गराउनु दुवै व्यक्तिलाई 3 वर्ष कैद वा 30,000 जरिवाना हुनेछ। त्यसै गरी दफा 191 बमोजिम कुटपिट गर्नु हुँदैन, अर्थात् कुटपिट गर्न लगाउनु वा कुटपिट गर्ने दुवै व्यक्तिलाई 3 वर्ष कैद वा 30,000 जरिवाना वा दुवै हुनेछ। कानुन पढ्ने विद्यार्थीले न्यायको बाटो रोज्ने हो, अन्यायको होइन। यस्तै भिडियोको लागि माई लिगल करियर पेजलाई लाइक, शेयर, फलो गरिदिनुहोला।